रञ्जन आउनु लागिसक्यो यसको रियाक्सन हेरौँ ल मेरो त्यसरी बाहिर स्यालेरी आयो हो घाम झुल्केपछि चाहिँ खाँदैन डुबिसकेपछि चाहिँ खान्छ बढी बेला लाथे हामीलाई हेर्नु है यो हाम्रो चाहिँ यो फेक न्युजहरू चाहिँ कसैले पनि नफैलाउनु होला अब मम्मी झन् अब बाहिर भएको मान्छेहरू डराउँछ नि त ब्लग हेरिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला हेलो एभ्रिवान नमस्ते सेवा वेलकम ब्याक टु माई अनदर न्यू भ्लग इट्स मी सुजाता राई अनि आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु अनि तपाईँहरू कतिजनालाई त थाहा छ होला होइन अहिलेको कन्डिसन यो गल्फ कन्ट्रीको होइन कस्तो के छ भनेर त्यो गाइस म चाहिँ अहिलेसम्म सेफ सुरक्षित नै छु मम्मीहरूले चाहिँ टेन्सन लिइरहनु भएको थियो के कस्तो छ भनेर अहिलेसम्म चाहिँ सुरक्षित नै छु अनि आज चाहिँ अब हुन त यस्तो छ बाहिरको कन्डिसन त्यो पनि एउटा इम्पोर्टेन्ट काम भएर म चाहिँ बाहिर जानु लागिरहेको छु सो गाइस A few moments later रञ्जन आउनु लागिसक्यो यसको रियाक्सन हेरौँ ल उसले चाहिँ मलाई जहिले पनि कुर्ता लाऊ भन्थ्यो कि नि म चाहिँ कहिले लाउँदिनँ थिएँ अनि आज चाहिँ फाइनली मैले लगाएर आएको छु होइन रञ्जनको रियाक्सन हेरौँ ल ओके उसले देखिरहेको छ आउँछ क्या त्यहाँबाट अस्ति भेटेको ठाउँमा आइरहेको छु खै गाइजहरू आउँदै आउँदैन म आइसकेँ भनेको उसको बिल्डिङ कुन चाहिँ हो कुन चाहिँ मलाई थाहा नै छैन अस्ति त यो साइडबाट आएको थियो कहाँ भयो आउँदैन त हौ आयो मैले तिमीलाई गन्धले थाहा पाइसकेँ हेलो वेलकम टु सुजु ब्लग्स हेर्नु त कस्तो खालको छ मैले के भनिराखेको थिएँ मैले कुर्ता सुरुवाल लाएर आइरहेको छु मैले कुर्ता सुरुवाल लाएर आएको छु रञ्जनको रियाक्सन कस्तो हुन्छ भने खै त रियाक्सन दिएको तिमीले लाएर आऊ भनेको थियो कि थिएनौ रियाक्सन दिनु बाँकी नै रह्यो क्या बात है सर क्या बात है सर क्या बात ये बात है अझ त्यो भनिसकेपछि त मजै भएन नि म झन् यहाँ के भन्छ म रञ्जनलाई सरप्राइज दिन्छु यहाँनिर मेरो कपडा मैले कुर्ता लाएर आएको छु तिमीले भन्थ्यो कि भन्दैन थियो जहिले पनि कुर्ता लाएर आऊ न कुर्ता लाएर मैले कहिले लाउँदिनँ थिएँ ल जाऊ 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 साँच्चै भयो ल कस्तो रियाक्सन दिन्छ हेरौँ न पंछी बनूं उड़ती फिरूं मस्त गगन में फेरि गर्नु त हो वाला हेलो एभ्रिवान नमस्ते सेवा वेलकम ब्याक टु माई अनदर न्यू भ्लग इट्स मी सुजाता राई अनि दिस इज माई बेबी नमस्ते मेरो नाम रञ्जन मगर हो के भन्छ उसमा झोरले होइन झोरले भन्छ झोरले लाफा सो गाइसहरू अनि आज चाहिँ हामीहरू चाहिँ अहिले मम्मीहरूले मलाई कराउनुहुन्छ होला बाहिर किन गएको भनेर है अहिले चाहिँ गाइसहरू कुवेतको कन्डिसन चाहिँ के छ भने अहिले रमदान पनि छ अनि रमदानमा के हुन्छ के भन्छ रमदानको बारेमा भन्नु न अलिकति रमदान भनेको मुस्लिमहरूको एउटा फेस्टिभल हो उहाँहरू घाम झुल्किनु अघि चाहिँ उनीहरू खाना खान्छन् भने घाम झुल्किसक्दा चाहिँ उनीहरू अरे कहना क्या चाहते हो हेलो गाइस अहिले हाम्रो यहाँ रमदान चलिरहेको छ रमदान भनेको चाहिँ मुस्लिमहरूको महान ठुलो चाड हो त्यो भनेको चाहिँ अब यिनीहरू यो सुरज के भन्छ अरे सुरजलाई के भन्छ अरे घाम झुल्किसकेपछि उनीहरू खाना खाँदैनन् भने घाम झुल्किसकेपछि उनीहरू होइन कि बेबी
घाम झुल्किसक्यो घाम झुल्केपछि चाहिँ खाँदैन, डुबिसकेपछि चाहिँ खान्छ। डुबिसकेपछि मात्रै खाना खान्छ। हातै गल्यो कि अनि सो गाइसहरू, अनि हाम्रो चाहिँ अहिले यहाँ कस्तो छ भने होइन, हामी बाहिर निस्किँदाखेरि भोक लाग्यो भने पनि खाना खाने ठाउँहरू काहीँ पनि छैन क्या। किनभने यिनीहरूको चाहिँ कस्तो हुन्छ भने होइन, यो 1 महिना चाहिँ इफ हामीले उनीहरू त फास्टिङ भयो होइन, उनीहरू चाहिँ पुरा एकदम क्या हाम्रो साउन्डमा के फास्टिङ बस्छ भन्नु न, हाम्रो नेपालीहरू त्यस्तो कडा फास्टिङ बस्छ होइन यिनीहरू। अनि यिनीहरूको चाहिँ के हुन्छ भने एक ठाउँमा बसेर बोल्नुपर्छ। अनि अहिले चाहिँ के अरे अरबिकहरूको चाहिँ एकदम ठुलो फेस्टिभल हो नि त रमदान भनेको। अनि त्यसपछि यो टाइममा चाहिँ उनीहरूले 1 मन्थको लागि चाहिँ पुरै फास्टिङ गर्छ क्या। अनि हाम्रो साउन महिनामा अरूहरूले के गर्छ भनौँ न त, पानी नखाए पनि बिहान घाम आएदेखि बेलुका डुबिन्जेलसम्म चाहिँ केही खाँदैन। अनि यिनीहरू चाहिँ रातभरि खान्छन् क्या। त्यही भएर हाम्रो ड्युटी पनि अहिले के त 11 घन्टा 12 घन्टा छ क्या। अनि तिम्रो चाहिँ थोरै छ नि ड्युटीहरू घटेको छ। अनि हाम्रो चाहिँ 12 घन्टा ड्युटी पनि छ। अनि यो टाइममा चाहिँ फेरि गाइजहरू होइन कहाँ घुम्न जाने क्या होइन, घुम्न जानको लागि पनि लाइक अब हुन्छ नि, यो टाइममा चाहिँ एकदम यिनीहरूको रुल्स चाहिँ एकदम स्ट्रिक्ट हुन्छ क्या। अब होइन खानेकुराको सपहरू बेबी देखिरहेको छ मलाई भन्दा नि, खानेकुराको सपहरू पनि सबै बन्द हुन्छ क्या गाइजहरू। कतै घुम्न गएला भोक लागेर खाम्ला भन्नु भने त्यो छैन क्या। यिनीहरूको चाहिँ बेच्यो भने नि इलिगल नि, यिनीहरूले चाहिँ होइन अब उनीहरूको त्यो फास्टिङ छैन, अरूको छ थाहा छैन कि होइन। अब तर त्यो टाइममा रेस्टुरेन्टहरूले कुनै फुडहरूले त्यस्तो बेच्यो भने उनीहरू इलिगल हो क्या, त्यो चाहिँ उनीहरूलाई कानुन लाग्छ क्या। अनि उनीहरूले फाइन साइनहरू तिर्नुपर्छ नि। हामीले पनि अब उनीहरू बेच्ने त के कुरा गर्नु न गाइज, हामीले होइन पनि पब्लिकमा बसेर खानु मिल्दैन क्या। उनीहरूले चाहिँ हामीले त्यसरी खायो भने उनीहरूले फास्टिङ बसिरहेको हुन्छ, हामीले त्यसरी बाहिर हो। अनि त्यही भएर हामीले बाहिर खाना पनि पाउँदैन। त्यही भएर अहिले चाहिँ कति 4 बज्यो, कति बज्यो 5:10 भएछ। त्यही भएर हामी चाहिँ बेलुका निस्केको। अब घरमा बस्दा नि बोरिङ भइसकेको थियो नि त। अनि सो अनि घर हल्का यहाँ सालमियामा काम पनि थियो, त्यही भएर निस्केको गाइजहरू। यही हो, मैले त कति धेरै भाषण दिए जस्तो लाग्यो। त्यही पनि तपाईँहरूलाई अब कतिलाई थाहा हुँदैन नि त, त्यही भएर यसो भनिदिएको। थाहा हुँदैन भन्दा नि मेरो एक्सपिरियन्स के भन्छ नि, मेरो यहाँ यस्तो छ भनेर तपाईँलाई जानकारी दिन खोजेको है गाइजहरू। त्यही भएर मेरो भ्लगहरू चाहिँ आएको छैन। काहीँ जानको लागि त्यो ठाउँै छैन क्या गाइजहरू। अनि बाहिर गयो घुम्यो, भोक लाग्ला, खाने ठाउँ पनि छैन। घुम्दाखेरि पनि यस्तो नाचेर गरेर टिकटक भिडियोसिडियो बनाउन पनि कस्तो डर मर्दो हुन्छ क्या यहाँनिर। लाइक अब उनीहरू चाहिँ हराम भनेर भन्छ कि। सो त्यही भएर गाइजहरू अहिले चाहिँ हामी सालमी जाँदैछौँ। अब 5 बजिसक्यो, 5 बजेपछि सब कि गाइजहरू सबै खाने साने खान्थे पिन्थे सबै होइन, त्यो सबै गर्न पाइयो। अब चाहिँ घाम त छ, त्यही पनि के हो रञ्जन, तर 5 रोजा खोल्ने भन्छ कि यिनीहरूको चाहिँ घाम डुब्नु भन्दा पनि रोजा खुल्ने भनेर भन्छ कि। अनि त्यो यिनीहरूको चाहिँ यहाँ ठाउँमा मस्जिद हुन्छ कि नि, त्यहाँनिर साउन्ड आउँछ कि त्यो बच्च, अनि उनीहरूले रोजा तोड्छ कि। चिउरा पानी भएन। यो चाहिँ भर्खरै ओपन भएर क्या सबै बाहिर राख्छु। मेरो फेभरेट। सो गाइस, मेरो चाहिँ अलवेज फेभरेट यो चाहिँ। प्लिज सर ओपन द डोर। थ्याङ्क यू सो मच। सो गाइस, यो चाहिँ मेरो अल टाइम एनी टाइम फेभरेट हो। म अर्को बेलामा चाहिँ के अरे मैले बिर्सेँ त्यसको नामै, मैले त अर्को खान्थेँ नि, कुन चाहिँ हो बोबा थियो, बडकुला मच्चा लाते बडकुला लाते समझ रहे हो मच्चा लाते खान्थेँ पहिला चाहिँ। अहिले चाहिँ यो गाइस मैले कोकहरू खानु छोडेको, कोकै पानी मिल्छ, खोइसक्यो नि त रोजा। सो गाइसहरू, हामी चाहिँ अहिले सालमी आइसक्यौँ। डरले यो खानुलाई पनि डर लाग्यो मान्छेले। के हेरेको उता केटीहरू पो हेर्छ, मरना तेरे को डर नहीं लगता? को चिनेको जस्तो लागेर नि। अहिले म त केटीहरू हेर्नु पनि रो रहेछ हौ। अनि आँखा भइसक्यो थिएन, यसो हेरेको चिनेको जस्तो लाग्यो। अनि सो गाइस, मैले 005बाट खिचेको छु। अहिले चाहिँ हामी सालमी आइसक्यौँ। अनि यहाँनिर चाहिँ पुरै खाली छ। उता देखाइदिनु न, रेस्टुरेन्टहरू त पुरै बन्द छ क्या गाइसहरू। हामी चाहिँ यतिकै बसिरहेको। हेर्नु न क्लाउड
कलरहरू पनि केही छ क्या मम्मीहरू चाहिँ डराइरहनु भएको थियो बाहिर के कस्तो छ हेर्नु न यस्तो देखाएको छ अनि कसरी थाहा हुन्छ त त्यहाँको अब यस्तो मान्छेले गरेको यहाँ पछाडिदेखि भइहाल्छ त अनि अब यस्तो छ यहाँ सालमियामा नि एट्याक सेट्याक भएको भनेर न्युज आइरहेको थियो तर त्यस्तो त्यो कुरा धेरै गरी नराख न ऊ हेर्नु न फेरि कस्तो छ फेक न्युजहरू चाहिँ कसैले पनि नफैलाउनु होला अब मम्मी झन् अब बाहिर भएको मान्छेहरू डराउँछ नि त त्यो त केही भएकै छैन त किन त्यो केही भएको छैन अनि सो गाइजहरू त्यही हो मेरो खुट्टा दुख्यो हेर न यहाँ खुट्टा देखाइदिउ न कति हे प्रभु कहिले खुट्टा भनेको छ कहिले कहाँ माथि भनेको छ अब नाक सुक्छ भनेको देऊ मलाई कस्तो मन पऱ्यो यो ट्राई गरौँ गर कुदा सुरुवालमा कसरी गर्छ उतैभित्र ट्रायल रुम छ त नि जाऊ गर मैले चाहिँ यहाँनिर मेरो कपडा एउटा हेरेको थिएँ त्यो किनिसकेँ अब लन्चनलाई नै सायद हेर्ने होला तिमी पनि नहेर्ने नहेर्ने के मेरो मात्र अमीलाई हेर्नु है यो हाम्रो चाहिँ यो के अरे यो चाहिँ सालमी हो कि हाम्रो मम्मी चाहिँ पुरा डराइरहनु भएको थियो किन सालमिया गएको त्यहाँनिर यस्तो भएको रहेछ त्यस्तो भएको अरे यहाँ हेर्नु न पुरा पिस छ क्या लाइक केही पनि छैन कि अब हुन त भइरहेको छ अरू अरू ठाउँतिर चाहिँ यहाँ चाहिँ यस्तो छ होला मम्मी चाहिँ यहाँनिर मोमो जन्म खाना आएको यहाँ चाहिँ मिठो चाहिँ अस्ति पनि हामीले खाएको छौँ कि यही ठाउँमा राम्रो छ होइन तिमीलाई हामी अहिलेसम्म 4-5 चोटि आइसक्यौँ अलि अगाडि 4-5 चोटि आइसक्यौँ तर यहाँको सर्भिस अलिकति ढिलो छ तर मोमो एन्ड टेस्ट इज भेरी नाइस मलाई खुट्टा दुख्यो त्यो कति भयो हिल नलागेको त्यही भएर मेरो खुट्टा त दही पुरी अब म चाहिँ दही ट्राई गर्छु दही पुरी त भयो तर दहीहरू जस्तो थोरै आउँछ मैले असिन चाहेँ क्या तर दही नाली सबै खाने त्यो आधा मलाई फुटालेको भन्नै पर्दैन तातो हुन्छ नि कपै खाने हो क्या तातो छैन भनेको मोमो खाने भने त्यसो कस्तो छ मोमो दामी छ हामी यहाँ मोमो जनमा मोमो खाएको कि मिठो छ दाईहरूको कहाँनिर अर्को ठुलो पनि छ भनेको होइन देखेको थिएँ भने होइन टिकटकमा मलाई टिकटकमा देखेको जस्तो लागेको थियो दाईहरूको अर्को ठुलो पनि छ देखा जस्तो लाग्यो होइन छ होला तर मिठो लाग्यो यो यसमा चाहिँ हल्का दाईहरूले सरी यसमा चाहिँ दाईहरूले न मिठो चाहिँ मिठो छ कि तर दाईहरूले के अरे दही हाल्न चाहिँ हल्का कन्जुस गर्नु भएछ पिरो ओके गाइस आजको भ्लग चाहिँ यस्तै भयो दुईजना यताउता गऱ्यौँ हल्का मेरो सामानहरू किन्न थियो त्यो पनि किन्न लागेको खासै अनि अरू के सामानहरू किन्न थियो उसले नि किनिसक्यो अनि भन्दै त रञ्जन सबैजना ब्लग हेरिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला ओके एन्ड बेल आइटम चिप्दिनु होला लास्ट इज यो वार कसैलाई हावा भिडियो कसैलाई नफैलाउनु होला किनकि फेक भिडियो फेक न्युज धेरै आइरहेको छ त्यही भएर यहाँ त्यस्तो
एकदम डेन्जरै चाहिँ भइहालेको छैन, त्यही भएर केही त्यस्तो नर्मलै छ। त्यो मान्छेहरूले एकदम फेक भिडियो पोस्ट गरेर मान्छेहरूलाई एकदम ट्रास बनाइरहेछ। त्यही भएर यो हावाको पछि नलाग्नु होला, त्यही हो। स्टे सेफ गाइस। हामी कहाँ घुमिरहेको सब नर्मल छ है, अरू जस्तै नर्मलै छ गाइसहरू, त्यही हो। अनि सबजनाले सबैजनाले सपोर्ट गरिदिनु होला, सबैजनाले प्लिज सपोर्ट चाहिँ गर्न नभुल्नु होला। सो गाइस अहिले चाहिँ म रुम आइसकेँ अनि त्यसपछि आजको भ्लग चाहिँ यति नै। अनि त्यस्तो स्पेसल केही त थिएन गाइजहरू आज, अनि त्यही पनि हल्का अब धेरै भइसकेको थियो बाहिर ननिस्केको। सो अनि आज बाहिर पनि निस्केको, हल्का मेरो स्किन केयरको सामानहरू सकेको थियो। स्पेसली यो गाइस फेस वास किन्नुपर्ने थियो। यो फेस वास हेर्नु न मैले कसरी युज गराएको थिएँ, यस्तरी युज गराएको थिएँ। लास्ट महँगो छ गाइजहरू, यो कति यो 5 केडी भनेपछि नेपालको त्यस्तै कति पऱ्यो, 225 समथिङ त्यस्तो कति पऱ्यो होला यसको मात्र। यहाँ एकदम महँगो छ। अनि मोइस्चराइजरमा चाहिँ मैले पहिला योवाला युज गरिरहेको थिएँ, योवाला त्यहाँ थिएन कि, मैले यो ट्राई गर्नको लागि लिएर आएको छु। यो पनि एकदम एक्सपेन्सिभ छ गाइस, चाहिँ हल्का चिपै छ र यो लिएर आएको ट्राई गर्छु, लेट्स सी सुट हुन्छ कि हुँदैन। अनि अरू सामानहरू पनि थियो गाइसहरू, हल्का क्लोथ पनि किनेको छु। यो प्यान्ट कस्तो मन परेर नेक्स्ट टाइम लाउँछु। टी सर्ट पनि मन चाहिँ परेको थियो, तर रन्जनलाई त्यो टी सर्ट मन परेन गाइजहरू, मलाई नि हल्का कस्तो लाग्यो, त्यही भएर किन्न। अनि सो गाइजहरू आज चाहिँ म नाइट स्किन केयर रुटिन पनि गरेर तपाईँहरूलाई देखाउँछु है, त्यस्तो लामो भिडियो भएन होला। त्यही भएर म त कस्तो कन्फ्युज भयो क्या, मलाई यो फेक प्रडक्ट परे जस्तो लाग्यो, तर सेम टु सेम छ कि केही डिफ्रेन्स छैन कि गाइस। हेर्नु न गाइसहरू, यो भयो होइन, मैले यो युज गर्दाखेरि कस्तो धेरै उयो हुन्थ्यो क्या, यो यसको टेक्सचर पनि अर्कै छैन कि, यो यस्तै खालको हो कि के हो न। साथीहरू मैले चाहिँ यहाँ थोरै भोइस ओभर गरेँ गाइस, मैले यसपछि चाहिँ भिडियो कन्टिन्यू गर्नै सकिनँ क्या। यो प्रडक्ट देखेपछि त मेरो दिमाग तात्यो क्या है गाइस, यो प्रडक्ट चाहिँ फेक रहेछ कि। इफ मैले पहिला अलरेडी युज नगरेको भए मलाई थाहा हुँदैन थियो यो ओरिजिनल कि फेक भनेर, बट मैले अलरेडी युज गरेको भएर थाहा भयो यो फेक रहेछ कि। हेर्नु न, जति युज गर्दा पनि यसबाट फर्मै निस्केकै छैन कि। अनि मैले त्यो स्टोरलाई म्यासेज गरेँ, यो प्रडक्ट चाहिँ फेक रहेछ, मलाई मेरो क्यास चाहिँ रिफन्ड चाहियो भनेको थिएँ। उनीहरूले चाहिँ ओके सामान लिएर आउनु भनेको थियो। सो गाइसहरू तपाईँहरू पनि सामान किन्दाखेरि चाहिँ अलिक बी केयरफुल भएर किन्नु होला, ओरिजिनल र फेकहरू छुटाउन त धेरै गाह्रो हुन्छ होइन। त्यही भएर सो गाइसहरू, नत्र भने त यो सामान युज गर्नको लागि त वर्थ इट नै हुँदैन कि।